शीतल हुने भयो है बहिनी। ठिकै छु बाजे, म आएपछि नेपाल नाच्नुपर्छ सिस। चिन्जानको मान्छेले पनि बोल्नुहुन्न नि त त्यस्तो, त्यही भएर है, बुझ्यौ नि भाइ। फ्यामिलीहरू सबैजनाको आफ्नो सोसियल मिडियामा सबैजना के अरे अपडेट भइरहेको हुन्छ अनि त्यही कुरा यहाँ आएर सोद्धाखेरि गिजे जस्तो लाग्छ क्या हामीलाई चाहिँ। त्यो जवाब दिनु पनि उचित छैन नि त। थ्याङ्क यू ह्याप्पिनेस। लक्ष्मी सिस हजुर हजुर, म त तपाईँलाई जता हेर्छु त्यही गरौँ। त्यो त मलाई थाहा छ डियर। चलन भयो, इन्टरभ्यू गर्छु भाइ। तिमी गएर गर्छौ भने तिम्रो उसले भ्याउँदैन, मैले गर्न भ्याउने छ, त्यही भएर म गर्छु। बुढा खोइ त, बुढा त तिम्रो बुढीसँग बस्छु भनेर बिहानै जानुभएको थियो नि। तिम्रो आमा र बुढीसँग बस्छु नि म त, तिमीसँग बस्दिनँ बुढी भन्नुभयो अनि त्यतै आउनुभएको, पठाइदिनु भएन, रोएर बसेको छु म त यहाँ। त दर्शनको गिलासी बुझ्यो, आफ्नो आमा र बुढीसँग राखिदिने मेरो बुढा खोसेर फेरि मलाई थाहा पाउँछ, अरूलाई भनिदिन्छ फलानाको घरमा गएको छ भनेर मलाई प्रश्न तेर्स्याउने। मलाई भन्न आउँदैन आन्सर भाइ। बाँकी बहिनी के छ खबर? राति फर्मली लागिसक्यो किनकि म सबै कुरा भोगिसकेँ, केही फरक पर्दैन। मैले पचाउन सक्नेको रिप्लाई चाहिँ गर्छु। पचाउन त अब सबै कुरा पचाउन के नै बाँकी छ। कहिले आउँछ इन्टरभ्यू? आउँछ केही समयमा है। नमस्ते नमस्ते। दिनुभयो र आउनुभएको हो नि जानकी सिस। भ्याउँदै भ्याएन, बिहानदेखि दौडदौड बल्ल बल्ल आएर घरमा एकछिन भयो लाइभ बसेको। दिउँसो यसो बसेको त काम परेर फेरि हिँडिहालेको। जानकी सिस दिउँसो हाम्रो भेट भएको थियो नि है। हुन्छ तर फोटो छैन। फोटो नराख्नु है ल। अब त झिल्के छोरा गीत कता थियो? थ्याङ्क यू प्यारी लिम्बू। मैले लास्ट टाइम मोनिकाबाट गरेको रिसिभ गरेको गरेँ होला। हाई हाई हाईले तपाईँले मैले जतिवटा फेक आइडी बनाउँछु कल गरेर म प्रयोग गर्छु शब्द भन्ने कुरामा चाहिँ नानुलाई चाहिँ नझुक्याउनु होला ल। मसँग यति राम्रो टिकटक फ्यामिली हुनुहुन्छ, म उहाँसँगै बिजी छु। तपाईँको फेक आइडीसँग मैले कल रिसिभ गरेर जवाब दिन जरुरी छैन ल। सारी त दिदी हजुरले ल्याएको। तिमीलाई मैले अघि इनबक्स गर्छु भने होइन लाटी निर्ताशिष छ नि, छ भने त्यो बुटिक पिस हो। रेडिमेड पनि पाउँछ, रेडिमेड चाहिँ सस्तो पर्छ है। त्यो चाहिँ बुटिक पिस हो डियर। मेजरमेन्ट लिएर अनि कुन फ्याब्रिक लाउने, त्यो रातो साडी चाहियो लौ न। कुन चाहिँ? ए त्यो त्यसको उसको सुटवाला छोड्यो डियर। के अरे अनि कोले भिडियो हेर्नु मेडिसिन युज गर्ने मान्छेसँग मुख मुही लाग्नु हुँदैन। त्यसको दिमागै छैन, त्यो आफै सिद्धिसकेको मान्छेको मनस्थिति नै छैन। नभन्नुहोस् न अया। त्यसले मुड फ्रेस गराउनु भयो। हजुरआमा कहाँ आएर पवित्र हुनुभएछ एकैछिनमा। के अरे फेरि सम्झायो भने त नातिहरू एकैछिन चुप लागेर बस्नु हुँदो रहेछ नि। कता जानुभयो खोइ? कहिले काहीँ आउनुपर्छ नातिहरू, केही फरक पर्दैन। दिजु खाना खानुभयो? मैले खाएको छैन नानी, भर्खरै कार्यक्रमबाट आएर यसो बसेको एकछिन मात्रै। आएर तिम्रो एन्सर जे पनि दिनुपर्छ भन्ने, तिमीले मलाई क्यामेरा यस्तो देखाउने बित्तिकै तिम्रो प्रश्नको जवाब दिनुपर्छ भन्ने छैन। देखिरहेको छु तिम्रो प्रश्न मलाई सोध्न लायकै छैन, म दिन्न ल बाबु। के गर्छौ त? सोध्न लायक प्रश्न गर न, म तयार छु भाइ। अननेसेसरी क्वेसनहरू नगर ल। तिम्रो आफ्नो क्यामेरा तेर्स्याएको छौ नि, त्यो क्यामेराको भ्यालु राख ल। मलाई प्रश्न गर्नुभन्दा पहिला ल बाबु। वाउ दामी। म के गरौँ? म लाइभ काटौँ कि म हाँसेर मरौँ कि के गरौँ ल भन्नुहोस् त। दिदी ढोग्ने ठिक छ? के छ टिकापुरमा? गेस्टमा लिन मिल्छ? अर्कालाई चाहिँ के अरे त्यो ऊ भएको होला के, केही फरक पर्दैन। तेरो चाहिँ सधैँभरि अनि दीर्घजीवी चिरञ्जीवी रहेस्। मेरो आशीर्वाद नाति तिमीलाई। तिमी नाति कहिले पनि बुढो नहुनु मेरो नाति। पनाति नै होला सायद, छुट्टी भनेपछि पनाति होला तिमी है बाबु। अनि तिमी बाबु सधैँभरि सदा खुसी
सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरमाया। तिमी चाहिँ सधैँभरि खुसी रहनु ल, चिरञ्जीवी रहनु। या पार्वती अहिले म गर्दिनँ ल प्लिज यार। पुगेन, पवित्र गरिदिनु पऱ्यो कि बिचराको कानमा त्यो कान सफा नगरेर त्यो आँखा चाहिँ अन्धो भएर मान्छे कुनको त्यो पनि नथाहा पर्ने भइसक्नु भएछ। कानमा पनि अब त्यही आवाज सुन्ने बानी पर्नु भएछ। अनि सबलाई एउटै कति अध्याय सुनाउनु पर्छ अहिले नानी, कति अध्याय सुनाउनु पर्छ? म सुनाइदिन्छु, पवित्र बनाइदिन्छु ल। हो नि जानकी सिस? वर्षपछिको मान्छे त बालकमा गरिन्छ नि त। त्यस्तै मान्छे भएको हुनाले उसको दिमागै त्यही छ, बाउ उडाउनु हुँदैन। त्यहाँ शीतल हुने भयो बहिनी, ठिकै छु बाजे। म आएपछि नेपाल नाच्नुपर्छ सिस। चिन्जानको मान्छेले पनि बोल्नुहुन्न नि त त्यस्तो, त्यही भएर है। बुझ्यौ नि भाइ? फ्यामिलीहरू सबैजनाको आफ्नो सोसियल मिडियामा सबैजना के अरे अपडेट भइरहेको हुन्छ। अनि त्यही कुरा यहाँ आएर सोद्धाखेरि गिजे जस्तो लाग्छ क्या हामीलाई चाहिँ। त्यो जवाब दिनु पनि उचित छैन नि त। थ्याङ्क यू ह्याप्पिनेस। लक्ष्मी सिस हजुर हजुर, म त तपाईँलाई जता हेर्छु त्यही गर। त्यो त मलाई थाहा छ डियर। चलन भयो, इन्टरभ्यू गर्छु भाइ। तिमी गएर गर्छौ भने तिम्रो उसले भ्याउँदैन, मैले गर्नु भ्याउने छ, त्यही भएर म गर्छु। बुढा खोइ त, बुढा त तिम्रो बुढीसँग बस्छु भनेर बिहानै जानुभएको थियो नि। तिम्रो आमा र बुढीसँग बस्छु नि म त, तिमीसँग बस्दिनँ बुढी भन्नुभयो। अनि त्यतै आउनुभएको, पठाइदिनु भएन, रोएर बसेको छु म त यहाँ। त दर्शनको गिलासी बुझ्यो? आफ्नो आमा र बुढीसँग राखिदिने मेरो बुढा खोसेर फेरि मलाई थाहा पाउँछ, अरूलाई भनिदिन्छ फलानाको घरमा गएको छ भनेर मलाई प्रश्न तेर्स्याउने। मलाई भन्न आउँदैन आन्सर भाइ। बाँकी बहिनी के छ खबर? राति फर्मली लागिसक्यो किनकि म सबै कुरा भोगिसकेँ, केही फरक पर्दैन। मैले पचाउन सक्नेको रिप्लाई चाहिँ गर्छु। पचाउन त अब सबै कुरा पचाउन के नै बाँकी छ। कहिले आउँछ इन्टरभ्यू? आउँछ केही समयमा है। नमस्ते नमस्ते दिनुभयो र आउनुभएको हो नि जानकी सिस। भ्याउँदै भ्याएन, बिहानदेखि त उठ्दो बल्ल बल्ल आएर घरमा एकछिन भयो लाइभ बसेको। दिउँसो यसो बसेको त काम परेर फेरि हिँडिहालेको। जानकी सिस दिउँसो हाम्रो भेट भएको थियो नि है। हुन्छ तर फोटो छैन। फोटो नराख्नु है ल। अब त झिल्के छोरा गीत कता थियो? थ्याङ्क यू प्यारी लिम्बू। मैले लास्ट टाइम मोनिकाबाट गरेको रिसिभ गरेको गरेँ होला। हाई हाई हाईले तपाईँले मैले जतिवटा फेक आइडी बनाउँछु कल गरेर म प्रयोग गर्छु शब्द भन्ने कुरामा चाहिँ नानुलाई चाहिँ नझुक्याउनु होला ल। मसँग यति राम्रो टिकटक फ्यामिली हुनुहुन्छ, म उहाँसँगै बिजी छु। तपाईँको फेक आइडीसँग मैले कल रिसिभ गरेर जवाब दिन जरुरी छैन ल। सारी त दिदी हजुरले ल्याएको। तिमीलाई मैले अघि इनबक्स गर्छु भने होइन लाटी निर्तासिस? छ नि, छ भने त्यो बुटिक पिस हो। रेडिमेड पनि पाउँछ। रेडिमेड चाहिँ सस्तो पर्छ है। त्यो चाहिँ बुटिक पिस हो डियर। मेजरमेन्ट लिएर अनि कुन फ्याब्रिक लाउने त्यो रातो साडी चाहियो लौ न। कुन चाहिँ? ए त्यो त्यसको उसको सुटवाला छोड्यो डियर। के अरे अनि कोले भिडियो हेर्नुभयो? हेर्नु मेडिसिन युज गर्ने मान्छेसँग मुखमुखी लाग्नु हुँदैन। त्यसको दिमागै छैन, त्यो आफै सिद्धिसकेको मान्छेको मनस्थिति नै छैन। नभन्नुहोस् न अया। त्यसले मुड फ्रेस गराउनु भयो हजुरआमा कहाँ आएर पवित्र हुनुभएछ एकैछिनमा। के अरे फेरि सम्झायो भने त नातिहरू एकैछिन चुप लागेर बस्नु हुँदो रहेछ नि। कता जानुभयो खोइ? कहिले काहीँ आउनुपर्छ नातिहरू, केही फरक पर्दैन। जे चाहिँ खाना खानुभयो? मैले खाएको छैन नानी, भर्खरै कार्यक्रमबाट आएर यसो बसेको एकछिन मात्रै।
बाट आएर यसो बसेको एकछिनमा त्यसरी आएर तिम्रो एन्सर जे पनि दिनुपर्छ भन्ने तिमीले मलाई क्यामेरा यस्तो देखाउने बित्तिकै तिम्रो प्रश्नको जवाब दिनुपर्छ भन्ने छैन। देखिरहेको छु तिम्रो प्रश्न मलाई सोध्न लायकै छैन, म दिन्न ल बाबु। के गर्छौ त? सोध्न लायक प्रश्न गर न, म तयार छु। भाइ अननेसेसरी क्वेसनहरू नगर ल। तिम्रो आफ्नो क्यामेरा तेर्स्याएको छौ नि, त्यो क्यामेराको भ्यालु राख ल मलाई प्रश्न गर्नुभन्दा पहिला ल बाबु। वाउ दामेरी। म के गरौँ? म लाइभ काटौँ कि म हाँसेर मरौँ कि के गरौँ ल भन्नुहोस् त। दिदी ढोग्ने ठिक छ? के छ टिकापुरमा? गेस्टमा लिन मिल्छ? अर्कालाई चाहिँ के अरे त्यो ऊ भएको होला के, केही फरक पर्दैन। तेरो चाहिँ सधैँभरि अनि दीर्घजीवी चिरञ्जीवी रहेस्। मेरो आशीर्वाद नाति तिमीलाई। तिमी नाति कहिले पनि बुढो नहुनु मेरो नाति। पनाति नै होला सायद, छुट्टी भनेपछि पनाति होला तिमी है बाबु। अनि तिमी बाबु सधैँभरि सदा खुसी, सर्वे भवन्तु सुखिन, सर्वे शान्त निरमाया। तिमी चाहिँ सधैँभरि खुसी रहनु ल, चिरञ्जीवी रहनु। यहाँ पार्वती अहिले म गर्दिनँ ल प्लिज यार। पुगेन, पवित्र गरिदिनु पऱ्यो कि बिचराको कानमा त्यो कान सफा नगरेर त्यो आँखा चाहिँ अन्धो भएर मान्छे कुनको त्यो पनि नथाहा पर्ने भइसक्नु भएछ। कानमा पनि अब त्यही आवाज सुन्ने बानी पर्नु भएछ। अनि सबलाई एउटै कति अध्याय सुनाउनु पर्छ अहिले? नाइ नानी कति अध्याय सुनाउनु पर्छ? म सुनाइदिन्छु, पवित्र बनाइदिन्छु ल। हो नि जानकी सिस? वर्षपछिको मान्छे त बालकमा गरिन्छ नि त। त्यस्तै मान्छे भएको हुनाले उसको दिमागै त्यही छ, बाउ उडाउनु हुँदैन क्या।